हेलो गाइज वेलकम बैक टू माई च्यानल। ल आज हामी फेरि आइसकेका छौँ नयाँ रियाक्सन भिडियो लिएर। आजको हाम्रो रियाक्सन रहेको छ नेपालको सबभन्दा बबाल कमेडियन, नेपालको सबभन्दा खत्रै सबभन्दा र कमेडी गर्नेवाला के हाम्रो माग्ने बुढाको थग लाइफ है। ल त गाइजहरु ढिला नगरिकन सुरु गरौँ आजको रियाक्सन भिडियो। कति पढ्नु हो कति पढ्नु झ्याउलाइसक्यो पढ्दा पढ्दा नि गर्नु पर्ने के बिहे गर्ने बिहे ए बिहे सुन्यौ तिमीहरुले बिहे रे केही छैन पैसा आउँछ भनेदेखि बिहे मात्रै हैन म त श्राद्ध नि ठोक्छु श्राद्ध भाषा यतिकै गाइजहरु मैले पनि यहाँसम्म हेर्थे त्यो अलग थाहा छैन जस्तो म के गर्नु भयो तपाईले हजुर ए आफू त माग्ने हजुर यो स्टाइलले पशुपतिमा माग्ने बस्दा नि हुँदैछ भन्छ ठाउँ ठाउँ बेला हाल्नु जाने तर नेपालको बेस्ट कमेडियन। यो फारम खुरुक्क भरिहाल त घरमुलीको नाम भन्ने छ नाम लेख अनि हस्ताक्षर गर सबैमा भर्दिन्छु सबै गए उहाँले नि भर्दिनु तैँले भन्ने पनि भर्छु भर नै बुढा भर यो गरेपछि महिनै पछि वृद्ध भत्ता जस्तो पैसा आउँछ के पैसा आउने काम पनि किन नगरे त्यति भर्दैन तिम्रो के भर्दिनु म क्या भर्दिनु म खुरुक्कले भर्छु कि भर्दैन मेरो सासु के छोड्न बाबरे छोड दे इनलाई त के चाहियो छोरा इनलाई त स्वाभिमान भए पुग्छ कोरा के सिद्धि भने अनि काल पर्यो भने सबै मलाई यो मैले गर्नुपर्छ मैले टार्नुपर्छ सबै खानु पर्छ जति महिना रहेछ मैले दुआ गर्नु चुला न पिलपिल नगर म भर्दिन्छु यो रोको चाहिँ देख्नै सक्दिनँ के म Relax and take notes while I take totes of the marijuana smoke. मासिक आम्दानी कति हुन्छ त्यसबाट मासिक आम्दानी चाहिँ इज्जतको लागि 2 करोड जति इज्जतको लागि रे पशुको संख्या त बाँध्रे एउटा छ मुखमै बिल्ला यार खत्तम पारे दाइ हेडफोनै छिडा लिएर मरेछ नि फेरि अब दाइ म यो काम चाहिँ गर्न सक्दिनँ है। म एउटा गीतमा चाहिँ 5-5 हजारको हेडफोन यो छिडा लिएर चाहिँ म काम गर्न सक्दिनँ। हुँदैन म मिलाउँला क्या म मिलाउँला एकै सानो कुरा के झगडा गरिरह्यो भने गाँस मिलिहाल्छ नि। हाम्रो गाउँमा उहाँ त्यो चप्पल छिन्दाखेरि चाहिँ हामी टिभी बत्तीमा गाँसेर उहाँ 6 महिनासम्म लाउँछौँ कस्तो बलियो हुन्छ सलाई 6 महिना पाउँछ म 1 मिनेटमै गाँस दिन्छु यसलाई। इन्जिनियर माग्ने एउटा इन्जिनियर होइन यार के भन्छ यार 500 रुपैयाँ दाम छ भने मलाई देऊ न बिमिलीलाई साह्रै जाडो भयो रे 500 कोसँग मागेको पैसा नि आफूलाई नि के हाल्नु पर्यो चिसो छ ला यसमा 2 शून्य थपेर किनमेल गर्नु त्यही त नि कोसँग मागिरहेको अब ऋण लिएर भैँसी किनेपछि भैँसीको बिमा गर्नु पर्दैन भने अब केही गरी बिचमा भैँसी मर्यो भने तेरो त घरबारी सबै जान्छ त ए भैँसीको पनि बिमा हुन्छ हुँदैन त भैँसीको बिमा हुन्छ गर केटोले अब ए भैँसीको बिमा नि गर्ने ल ठिक छ। अनि सुन त के अरे मुड्की नाउँ होइन मुड्की सम्झने सुन न अब हाम्रो चाहिँ भैँसी 5 वटा जति हुने सम्भावना भयो तर भैँसी मात्रै धेरै भएर के गर्नु फेरि स्याहार गर्ने घाँस काट्ने पानी ल्याउने मान्छे छैन। अब बाँध्दै नि यसै बसिरहेछ अब तिम्रो बाउसँग आएर यसो कुरा चलाउँ त पृथ्वी डुब्दैछ हावा त हावै होला त हावै होला यसले नै हावा भन्नु हावा यस्तै हुन्छ हामी बस्दाखेरि 3 जना बस्दाखेरि कस्तो चुवालो आयो चुवालो मेरो विचारमा त्यसै आएको छैन त्यो समुद्र उफ्रेर आएर कहाँको हिमाल पल्टायो उता पल्लो गाउँतिर त्यहाँबाट चुवालो निस्किन्छ के पल्टायो साथीहरु गरेमनी गरे थिए आज बिहान 4 बजेतिर खै के पढ्लास् तैँले अब पृथ्वी नै पल्टिँदैछ अरे अब पल्टिया पृथ्वीमा के पढ्लास् के भने यो नचाहिँदो कुरा नगर चाहिने कुरा चाहिने यत्रो विद्वानले भनेको कुरा चाहिने त्यो विद्वान अरे पृथ्वी पल्ट्याङ्गै ठ्याक्कै पल्टिन्छ कुरा सिक्यो त्यो कुरा त मैले पनि अलिअलि हल्ला त सुने हो साँच्चै हो क्या हो अब यत्रो कुरा गर्ने 2012 भिडियो रहेछ हो नि अब पढेर के काम पढेर कामै छैन अब पढेर के गर्ने अब
अब 4-5 दिनपछि पृथ्वी पल्टिहाल्छ। अब रिजल्ट त त्यहाँ देख्नै पाउँदैन अब त्यो रिजल्ट भन्ने हुन्छ नि तिमीहरूको त्यो नै थाहा हुँदैन त्यसलाई। अब पृथ्वी पल्टिहाल्छ पड्ल्याङ्गै ठ्याक्कै 5 बल्ड्याङ 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 बल्ड्याङ। प्योर र कमेडी हो तर यार यो। अलि विकसित ठाउँ घरमा आए त यस्तो दुर्गममा जाइर खान किन हान्नुहुन्छ र? अहिले बोल्दै गर न। ए बोल्नु पर्छ क्या आशय साहब। मान्छे नबोलेर के एकछिन है आशय साहब मेरो साथमा कौडा रहेछ 1-2 चरण दाजुभाइ भिड्ने त। Relax and take notes while I take totes of the marijuana smoke. Throw you in a choke, gun smoke, gun smoke. आशय साहब किन अहिले दिनभरि पैसा खोज्ने गए पनि बिहान बेलुका भात खान चाहिँ यहाँ आउनु मिल्दैन? ससुराली बनाउनु खोजेको माबाबाले। ए मजासा झुन्डाइदिएर छ यो डाकालाई। कसको सुरुवाल लाएर झुन्डाइदियो नि? ए लौ न ए कन्छ ए लौ न ए होइन यो कसले बाद्रेले बाजा लाने छिटो फुकाऊ। दाइ के गर्ने होला? ए लौ न लौ न दाइ छिटो। मोबाइल बलिरहेछ पक्क के को मोबाइल ले पहिले फुकाउ न मलाई। ए तेरिका हेलो होइन फोन उठाउन नि कति बेर लाग्यो मुइयो कति भेट्यो भने कति भेटिया छैन भाले झुन्डिरहेछ। यसलाई काहीँ केटी नपाएर छोरो बिकाउन नसकेर आजित भएर हामी कहाँ पठाएको छ। कपाल हेर न कपाल 1.5 लाख सम्झ्यो भने मात्रै राम्रो देखिन्छ नत्र भुटा लिएर ब्ल्याङ्ग पछाडिदिन जस्तो। त्यही 1.5 लाखले त गरौँ नि हो जे गर्नु। बाउ केही जानी यो कपालमा आगलाई भयो भनेदेखि त जीवनलाई त दमकलै बोलाउनु पर्छ। बाङ्रे गदा भिनाजु ल भिनाजु गर है बोल्दिनु म त्यहाँ नबोलिनु हुन्छ। कच्ची कम चित्त दुखाएको छ। आशीर्वाद त देऊ भिनाजु ढोक्दाखेरि कमसे कम। ल भइहाल्यो भाग्यमानी भएस्। यसै गरी भिनाललाई अत्तो न पत्तो थाहै नदिकन श्वास ल्याउँदै गरेस्। बिहे जस्तो कुरामा निम्तो गर्नु पर्दैन मलाई। त्यही त चाडा कसार त म पनि त खान्थेँ होला। 2टा सेल मैले खान्थेँ। तिम्रो दाग फुस्किया छ क्या कसार टोल्न सक्दैन भनेर निम्तो नगरे। ल त गाइजहरु आजको लागि यति। मजा आयो भने लाइक्स कमेन्ट सब्स्क्राइब हान्नु होला। नमजा आए पनि हान्नु होला। ल त गाइजहरु पिस आउट।